ओ दाइ ल ओ माय गॉड होइन कसम होइन यार कुइरो दाइ अनएक्सपेक्टेड दाइ ओ माय गॉड दाइ कसम ओ माय गॉड कसम भने दाइ यार बिग फ्यान के दाइ बिग फ्यान हो भने थ्याङ्क यू दाइ रियल दाइ रियल हो तपाईकोमा बिग फ्यान हो यार दाइ बिग फ्यान थ्याङ्क यू दाइ हामी रियल हो नि दाइ दाइ सबले यही भन्छ दाइ कसम भने दाइ यार बिग दाइ भाइरल है दाइ हामी भाइरल बनाइदिनु ल ओ माय गॉड होइन यार दाइ बिग फ्यान हो हामी तपाईको माय गॉड ओहो होइन के होइन राजाहरू यार पहिलाको चिजको याद आयो यार पहिलाको गर्लफ्रेन्डको याद आयो यार यस्तै स्न्यापच्याटमा यस्तै यस्तै फिल्टर बनाएर हालेर पठाउँथ्यो कि त्यही स्टोरी हाल्थ्यो गर्दै ओके सर भाइ राजा डगी फिल्टर निकालिदेऊ राजा डगी फिल्टर निकालिदेऊ फिल्टर हटा दे फिल्टर बनाउनु मजा आएन ओ कसम दाइ बिग फ्यान दाइ यार बिग फ्यान बिग फ्यान दाइ बिग फ्यान लो कसम लो लभ यु यही भने यार दाइ कहाँ बस्छौ केटीएम मुलपानी ए मुलपानी ग्याङ हो ओके लभ छ सबजना मुलपानीको सबैलाई ल राम्रोसँग बस्नु ल राम्रोसँग बस्नु जान त मन थिएन के गर्नु भाइराजाहरू पालै आएन अरूको जान त मन थिएन लभ छ हो कि मुलपानीबाट हेर्नु भने सम्पूर्ण हो कि सम्पूर्ण ग्याङ्सहरूलाई सम्पूर्ण माया छ एभ्री वान सो स्याड मजा आइरहेछ अविवाहित उपाध्याय बाहुन जुङ्गा लामो यो तलपट्टि कमेन्टमा लेख्ने को हो यो अविवाहित बाहुन चाहिँ अरे ब्याचलर पास गरेको छातीमा रौँ भएको नाक लामो भएको काखीमा पनि रौँ म त लाज लाग्दैन भनेको कमेन्ट लेख्नु यार को सिस्टर लाजाउनु पर्दैन अलिकति कमेन्ट सेक्सनमा के बनाइदिएको यार सिस्टर यार ओहो यार वास्स गना यार त्यो त कमेन्टै गना यार हैट आँसु आयो यार कमेन्ट यहीँसम्म आयो भन्दा यार वास्स एसिडिक यार वेलकम हजुर कहाँबाट हुनुहुन्छ हजुर पंखा चलाइराख्नु भएको छ नेपालगञ्ज जस्तो गन्ध आयो त होइन म कहिले सुन्नुपर्छ ओ माय गॉड कुलमा ओ माय गॉड ओ चल ओ माय गॉड
इट्स ओके छ त इट्स ओके हेर्नु त यस्तो पनि हुन्छ कमलाजी कहाँ हुनुहुन्छ अरे घरै हजुर के छ खबर एकदम एकदम खुसी लाग्यो भेटेर हजुरसँग है एकदम है के छ कैलाली आयो बेला के लिएर आउँ त हजुरको लागि हजुर हजुर आइसले ओ माय गॉड कुल भाइ हजुर के लिएर आउँ कुछ कालो भाले लिएर आउँ कि मुर्गा लिएर आउँ कि कालो बोको लिएर आउँ कि के लिएर आउँ म केही नलेसेला हजुर आइसला ओके छ त के 2 दर्जन चुरा लिन आऊ रातो चुरा ओ माय गॉड सन्चै सुन्छ सन्चै छ एकदम खुसी लाग्यो भेटेर हजुरलाई थ्याङ्क यू म स्क्रिन गरिराख्छु ओके सर ल राख्नु थ्याङ्क यू एकदम खुसी लाग्यो भेटेर थ्याङ्क यू सो मच जोइन गर्नुभयो मसँग थ्याङ्क यू थ्याङ्क यू वेलकम सो राजाहरू लभ छ गन्यौ कतिचोटि ओमाइगढ भन्नुभयो गन्यौ मैले गने 34 चोटि नपत्याए चेक गर्नु मैले त औँलामा गनिरहेको थिएँ कि त्यही भएर चुपचाप लागेर बसिरहेको यस्तो गरेर 34 चोटि लभ छ को मिलेगा मेरे दाइ कुल भएन ओर्जी हो कि डुब्जी हो चिकन पोस्टर मात्र राखेको हो कि ओर्जी हो दाइ गाह्रो छ केटाहरूलाई लभ छ यसो काटेर भागिहाल्यो कुलबाई भन्ने नसोच्नु अलवेज लभ छ एप्रिकन हो के पूर्व केटाहरू जस्तो लागेको थियो आउँला धरान कहिले आउँला बिर्तामोड आउँला कहिले दमक आउँला ल लास्ट गरौँ ओके पोखरा नआउने पोखरा आउँछु त पोखरा भोलि आइदिउँ कि के हो अलिकति बिरामी छु तेह्रथुम नआउने आउँछु सबै ठाउँ आउँछु ओके च्याट जानै पर्ने हुन्छ आजको लागि थ्याङ्क यू सो मच थ्याङ्क यू फर जोइनिङ आज यति नै गरौँ अलिक हल्का बिरामी छ अलिकति ल हेलो नमस्ते नमस्ते हजुर नमस्ते बिग फ्यान अहिले नै भनिदिइहालेँ मैले त थ्याङ्क यू अम्बिका थ्याङ्क हजुर यू मनपर्छ पर्सनली थ्याङ्क यू सो मच थ्याङ्क यू आरामै हुनुहुन्छ आफू हजुर हजुर सन्चै हुनुहुन्छ म पनि सन्चै छु मैले हस्टेल मुभी नै हेरेको थिएँ हजुरको थ्याङ्क यू सो मच अहिले आउँदै कस्तो गरेको लाग्यो? मुभी खै के पनि रे बिर्सेँ अब त बेहुली आउँदैछ भदौ 12 गते आउँदैछ त्यति बेला हेर्नु कति होला चाँडै है तर सुट भइसक्यो सकिसक्यो सुट ल बधाई छ हजुरलाई अझै राम्रो हुँदै कहाँ बस्नुहुन्छ आप? म बौद्ध ए ठिक छ एकदम एकदमै म हजुरलाई फलो गरेँ है हजुरलाई थ्याङ्क यू सो मच आज के थियो बौद्धमा धेरै भिड थियो त म गएको थिएँ आज के भएको थियो साका धावा आज लास्ट डे थियो त्यही भएर ए साका धावा भनेको चाहिँ एक्सप्लेन गरिदिनुहुन्छ हाम्रो प्राय मङ्गोलियनहरूले मनाउनु हुँदो रहेछ जस्तो पहिला के भन्छ पुण्यको काम भन्छ कि भन्छ कि मलाई नि त्यस्तो मजाले त थाहा छैन एक्सप्लेन गर्नै सकिनँ जस्तो 1 कोरा हाने बराबर 100 कोरा हो रे भन्छन् भन्ने मान्यता रहेछ भन्दा मैले त हानेर आएँ त आज 1 कुरा त म बुद्धिस्ट होइन त्यही पनि हानिदिएको 1 कुरा चाहिँ एकदम राम्रो अरे अहिले हान्नुभयो भने चाहिँ कुरा गर्नुभयो भने। नाइस। आज गएको थिएँ यसो चिया कफी खानको लागि बौद्ध यसो धेरै मान्छे भिड देखेँ कि धेरै नै हजुर एकदम क्या मैले त के रहेछ आज त्यो गौतम बुद्धले इन्लाइटमेन्ट पाएको दिन हो जस्तो लाग्यो क्या आज होइन त्यही भन्दै हुनुहुन्थ्यो इन्लाइटमेन्ट पाएको दिन हो गौतम बुद्धले यताउति गरेको दिन हो भनेर सोचेर भन्दै हुनुहुन्थ्यो साह्रै खुसी लाग्यो भेटेर अम्बिकाजी मलाई पनि एकदमै खुसी लाग्यो के भन्नु सक्दै भएन कि म त अलिक नर्भस पनि भएँ सो होइन मुभीबाट नि एकदम इन्सपायर भएको थिएँ म तपाईँको हेरेर अनि त्यसपछि हरेक प्रोजेक्टहरू हेरिरहेको हुन्छु अनि पहिला तपाईँले गर्नुहुन्थ्यो नि त्यो क्यारेक्टरवाला के भन्छ त्यो सर्ट भिडियो टाइप सर्ट मुभिज टाइपको त्यो पनि हेरेर हुन्थेँ
अनि टिकटकमा पनि हेर्दा हुन्थे सो खुसी लाग्यो आज जोइन हुन पाउँदा एकदम एकदम मलाई नि खुसी लाग्यो थ्याङ्क यू सो मच अमेरिका थ्याङ्क यू फर जोइनिङ ओके थ्याङ्क यू भेरी मच कान्छाजी 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 कान्छा हजुर अघि नै हो ए ल ठिक छ हजुरले खानुभयो आएर बसेको मैले पनि ए हस् हस् हुन्छ ल थ्याङ्क यू लेस ल लास्ट बाई म त यस्तो सोध्छु कि थर मात्रै ठकुरी भएर हो कि नत्र त तामाङ भाषा त म सितिमिति तामाङहरू भन्दा पनि बेसी बुझ्ने सम्झिने गरिदिन्छु जस्तो लाग्छ कि समटाइम्स यसो बोल्न त खोज्छु उतापट्टि तामाङहरू कोही आएको बेलामा तामाङहरूले नि बुझ्दैन कि कहाँबाट सिक्यो होला कहाँबाट सिक्यो होला कुलबैले कताबाट सिक्यो होला इजी के बुझेन इजी अल साउट आउट टु चगाउँ है अल साउट आउट टु चगाउँ एन्ड माई फ्रेन्ड्स फ्रम देयर सबजना पहिले सानैदेखि नै तामाङहरू साथी भयो त्यो भएर पनि होला ओके हल्का त्यस्तै भएको लभ छ एभ्रिवान आस्न वेलकम ओमदा पनि आउनुभएको छ ओमदालाई पनि